कार्यक्रम सर्जक र सिर्जना पर्खाइमा बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतामा प्राविधिक मित्र सुलोचना बज्राचार्य, देवकी भण्डारी अनि कार्यक्रम सञ्चालक भरत बमजनको न्यानो अभिवादन, नमस्कार। श्रोता, सदाको सोमबार झै आज पनि हामी उपस्थित भइसकेका छौँ अतिथिको साथमा। त आज हामीसँग हुनुहुन्छ गायक सङ्गीतकार शिव सङ्गम राई। उहाँसँग हामी बाला सुकाली गर्नेछौँ, उकाली ओह्रालीका कुरा गर्नेछौँ, जीवनका सुख दुःखका कुरा गर्नेछौँ अनि यस बिचमा गीत सङ्गीतको बारेमा हामी कुरा गर्नेछौँ, दसैँको बारेमा हामी छोटो चर्चा गर्नेछौँ। त सर्वप्रथम कार्यक्रममा एउटा गीत चुटुकै आजका अतिथि शिव सङ्गम राईको सङ्गीतमा। झुटो माया लाउनु छैन, मलाई बाचा कसम भाकी भाकी झुटो माया लाउनु छैन, मलाई छलकारीको 2 दिनको माया होइन, जुनी भरि भरि हजुरको साथ चाहिन्छ, आजभरि हुने चोखो त्यो माया चाहिन्छ, चोखो त्यो माया चाहिन्छ। आदरणीय श्रोताहरू, अहिले सुन्दै मिलन माध्यमको यो गीत आजको अतिथि वरिष्ठ सङ्गीतकार गायक शिव सङ्गम राईले यसलाई सङ्गीतबद्ध बनाउनु भएको छ, सिर्जना गर्नुहुन्छ। उहाँ आज कार्यक्रम सिर्जनामा अतिथि सर्वप्रथम कार्यक्रम सर्जक र सिर्जनामा शिव सङ्गमजीलाई हार्दिक स्वागत गर्दछु। धन्यवाद दाजु। र रेडियो सुनेर बसिरहनु सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक धन्यवाद, नमस्कार लगायत विजय दशैँको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। शिवजी, जस्तै अहिले गीत हामीले प्रस्तुत गऱ्यौँ नि, हजुर, जुन गीतको सर्जक को हुनुहुन्छ, गीतकार चाहिँ यो चाहिँ मैले पछिल्लो समयमा गरेको मेरो एकल सोलो सङ्गीत रहेको श्वेता एल्बम
यो चाहिँ रचनाकार श्वेता पुन मगर हुनुहुन्छ। हजुर। उहाँ चाहिँ युकेमा हुनुहुन्छ। यो हामीले लगभग पहिलो पटक प्रसारण गर्दैछौँ होला यो गीत पहिलोचोटि। हजुर हजुर। अनि जुन अहिले हामी बिच दसैँको हामी आज द्वादशी दसैँको हामी त्यसमा पर्वमा आएको छौँ। हामी दसैँको शुभकामना पनि हामी श्रोताहरूलाई आदान प्रदान गर्नेछौँ। हजुर हजुर। यो श्वेता जुन लेख्नुभएको छ नि व्यक्ति सर्जकको नाम नै श्वेताबाट राख्नुभएको छ कि? ज्यू, उहाँको नाम नै श्वेता पुन मगर भएकोले गर्दाखेरि यो मैले नि उहाँलाई चाहिँ नि श्वेता राखौँ न भन्ने एक्स्ट्रा जस्तो पनि भयो। यसमा कतिवटा गीतहरू समावेश गर्नुभएको छ? यसमा चाहिँ 4वटा गीतहरू हामीले समावेश गरेका छौँ र एउटा गीत तपाईँको चाहिँ हामीले भिजुअल पनि गरेका छौँ, मन्दिर चाहिँ भन्ने। यो मेलिना राईको स्वर छ, सङ्गीत चाहिँ अब सबै मेरै रहेको छ 4वटा गीतहरूमा। गीतकार नै गीतकार श्वेता नै पर्नुभयो। स्वरमा चाहिँ के छ? स्वर चाहिँ मेलिना राई, प्रमोद खरेल, मिलन अमाध्यहरूलाई चाहिँ हामीले प्रयोग गरेका छौँ, यसमा राखेका छौँ। जस्तै मिलनलाई 2टा, मेलिनालाई एउटा र प्रमोद खरेलज्यूलाई एउटा गरेर 4 जना। यसको बजार व्यवस्थापन पनि आफैले गर्नुभएको छ? यो मैले आफैले गरेको छैन, मेरो एकजना साथी हुनुहुन्छ, उहाँले गर्नुभएको छ यो। हजुर। के व्यक्तिगत रूपमा कि कुनै सङ्घ संस्थाबाटै? यो व्यक्तिगत रूपमै गर्नुभएको जस्तो मलाई लाग्छ। यो श्वेता तपाईँको लास्ट अन्तिम एल्बम यो अहिलेसम्म? हजुर, रिसेन्टली मेरो एल्बम 2वटा छन्, 2वटा गरेँ मैले। एउटा बिना 2 भन्ने गरेको छु, त्यो पनि मेरै शब्द सङ्गीत रहेको छ। त्यसमा चाहिँ लोकगीतहरू पनि समावेश गरेका छौँ, त्यसमा मेरै स्वर पनि रहेको छ र सङ्गीत र शब्दहरू चाहिँ प्रायः मेरै छ। 2वटा एल्बमहरू अहिले मैले हालसालै निकालेको एल्बमहरू छ। भनेपछि 2074 साल तपाईँको लागि धेरै फलिफाप भयो? हजुर, काम गरिरहेको छु, माया गर्नु भएको छ। हजुर। सर्जकहरूले, श्रोताहरूले माया। आम्दानी पनि त बढी भयो होला नि त, 2-2वटा एल्बम निकाल्नु भएको छ होइन? 16 सङ्गीत हाल्नुभएको छ। आम्दामीकै हिसाबले चाहिँ त्यस्तो आम्दामी भन्नु मिल्दैन, किन भन्दाखेरि कति कुराहरू चाहिँ तपाईँको चाहिने अलिकति हामीलाई लाग्ने खर्च, कति खर्च एउटा एल्बम निकाल्नुको लागि कति खर्च लाग्छ, त्यो खर्च लाग्ने खर्च मात्रै हामीले यो प्रयोग गरेका छौँ। किन भन्दाखेरि अनावश्यक खर्चहरू जस्तै बजारमा भनिए जस्तै एउटा गीत गर्नको लागि चाहिँ लाखौँ खर्च चाहिँ हामीले खर्च गरेको छैनौँ, गीत बन्नुको लागि मात्रै खर्च गरेका छु। त्यस कारणले गर्दाखेरि पनि अब त्यो खर्च गराएको हिसाबले नै तपाईँको चाहिने आम्दामीको कुराहरू हुन्छ। म चाहिँ अनावश्यक खर्च लिएर तपाईँको चाहिने क्यासेट त्यति गरिरहेको स्थिति चाहिँ छैन। जस्तै तपाईँको परिवार त काठमाडौँमा हुनुहुन्छ नि? हजुर। काठमाडौँ महँगो छ? हजुर। अरू सहरको दाँजोभन्दा काठमाडौँ सहर महँगो छ? हजुर। घरबाल तिर्नुपर्छ, हजुर, खाना खर्च आफैले सबै जोड्नुपर्छ, A to Z जोड्नुपर्छ, छोराछोरी सबैको फी तिर्नुपर्छ। यो गर्दाखेरि एउटा सर्जकले कम्तीमा पनि एउटा गीतको चाहिँ 50-1 लाख रुपियाँ लिएन भने उसले त मेन्टेनै गर्न सक्दैन। तपाईँ के भन्नुहुन्छ यसमा? त्यो तपाईँले भन्नुभएको सही, समय एउटा महँगी एउटा बाध्यता छ, लिनुपर्छ भन्ने। तर पनि हामीले सीमित पारिश्रमिक नलिनु भन्ने कुरा होइन, लिनुपर्छ, तर सीमित कतिसम्म लिन सकिन्छ अथवा इन्भेस्ट गर्ने मान्छेको क्यापेसिटी कति छ होइन, त्यसमा पनि भर पर्छ। अब म चाहिँ यति गर्न सक्छु, तपाईँले राम्रो काम गर्नुहोस् भन्ने खालको त्यही प्रकारको चाहिने आउनु भयो भने त ठिकै छ होइन, अलिकति केही बढी पनि राख्न सकिएला। तर सीमित अब कतिसम्म गर्न सकिन्छ, अब पारिश्रमिक त लिनै पर्छ, किन भन्दाखेरि त्यो एउटा हाम्रो बाध्यता पनि हो। हामी किन भन्दाखेरि व्यावसायिक रूपले पनि यसमा अब लागि नै सकेका छौँ, त्यसले गर्दा हामी पनि बाँच्नु पर्यो। हजुर। श्वेतामा तपाईँले 4वटा गीत समावेश गर्नुभएको छ, बिनायो 2मा कतिवटा गीत समावेश गर्नुभएको छ? यसमा चाहिँ मैले 6वटा गीतहरू समावेश गरेका छु। यसमा को हुनुहुन्छ स्वर? स्वरमा चाहिँ बिना राई, यो खासमा चाहिँ हामीले पहिला पनि यो बिना राईको बिनायो भाग 1 पहिला निकालिसकेका छौँ 3-4 वर्ष अगाडि नै। त्यसको यो निरन्तरता हो भाग 2 भनेको। त्यसले गर्दाखेरि स्वर चाहिँ बिना नै मुख्य चाहिँ बिना नै हुनुहुन्छ, बिना राई नै हुनुहुन्छ र त्यसमा साथ दिने काम चाहिँ मेरो छ, अरू चाहिँ हुनुहुन्न। अरू यो किन भन्दाखेरि बिना 2 चाहिँ के हाम्रो बिना र मेरो गीत मात्रै हो कि लोकगीत मात्रै हो कि आधुनिक गीत पनि छ? यहाँ 2टा चाहिँ आधुनिक गीत छन् होइन, अरू बाँकी चाहिँ लोकगीत नै समावेश गरेका छौँ। यसमा जम्मै पूर्वेली भाषा या पूर्वीय सङ्गीत
या आधुनिक सङ्गीतलाई चाहिँ समेट्नु भएको छ? लोकगीतहरूमा चाहिँ तपाईँको चाहिँ नि पूर्वकै माटोसँग सुहाउँदो त्यहाँकै होइन भाकाहरूलाई नै हामीले समावेश गरेका छौँ भने आधुनिकमा चाहिँ तपाईँको चाहिँ नि नेपालमा आधुनिक गीत भनेर चलिरहेकै आधुनिक भन्नुहोस् नभए यो जस्तै अहिले सुगम सङ्गीत भनेर बढी चलिरहेछ सुगम सङ्गीत भनेर चलिरहेकै गीतहरूलाई नै त्यही ट्रेन्डलाई नै हामीले दुईवटा गीत चाहिँ समावेश गरेका छौँ। आदरणीय श्रोताहरू, श्वेता त्यसपछि अनि हामी विनय भाग 2 को बारेमा हामी चर्चा परिचर्चा गर्नेछौँ। अहिलेलाई भने श्वेता एल्बमबाट एउटा गीत फेरि चुटुकै सुन्नको लागि अनुरोध गर्दछौँ। हाम्रो प्राविधिक मित्रलाई बनाइदिनको लागि अनुरोध। यो भाग 2 को श्वेताबाट हामीले 2 नम्बर ट्र्याक बजाउँदैछौँ। यसमा कसको गीत छ? यो चाहिँ गीतकार चाहिँ श्वेता पुन मगरै हुनुहुन्छ र स्वर मिलन अमाध्य, सङ्गीत चाहिँ मेरै रहेको छ। कमजोरी कहिले नठाना, शिखर चढ्ने सयौं बाटो छ, पुग्दैन कहिले नसोच मलाई, पुग्दैन कहिले नसोच, काँडा रोपेर गयो के भो गयो तिमी के भो र पीडामा रम्न सिकिसकेकी छु, पीडामा रम्न सिकिसकेकी छु। एक्लो मलाई नसम्झ, सङ्घर्षमै फुल्छ सुन्दर सपना,
हात दिनेहरू धेरै छन् शिव सङ्गमजी। हजुर जिन्दगीमा हजुर गोरेटाहरूमा काली ओह्रालीहरूमा हात दिने धेरैहरू हुन्छन्। कुनै राम्रा मनले दिएका हुन्छन्, कसैले नराम्रा मनले दिएका हुन्छन्। जुन अहिले यो गीत हामीले प्रस्तुत गऱ्यौँ तपाईँको आफ्नै सङ्गीतमा। हजुर हजुर यसको स्वर अनि गीतकार को हुनुहुन्छ? यो चाहिँ हाम्रो सोहिता एल्बमबाटै हो। सोहिता पुन मगरै हुनुहुन्छ गीतकारमा र गायिका चाहिँ मिलन अमात्यै रहनुभएको छ यसमा पनि। हजुर, मिलन अमात्य हाम्रो श्वेता एल्बमबाटै हो। श्वेता एल्बमबाट हाम्रो सर्जक श्वेताजीकै उहाँकै एल्बमबाट यो श्वेताजीसँग कहाँबाट भेट भयो तपाईँको? यो चाहिँ हाम्रो साथीबाट, एकजना साथी हुनुहुन्थ्यो, उहाँबाट चाहिँ चाहिने सङ्गीत गरिदिनु पऱ्यो भन्ने खालको चाहिने प्रस्ताव आयो। पूर्वेली नै हुनुहुन्छ? होइन, उहाँ पश्चिमको हुनुहुन्छ। ए, भनेपछि पश्चिम र पूर्वको जग्गा भेट गराइदिनु अर्को साथी माध्यम भन्नु? एउटा साथी हुनुहुन्छ मेरो साथीले, अनि उहाँको चाहिँ चाहिने सङ्गीत गरिदिनु पऱ्यो भन्ने खालको कुरा हो। पछि उहाँसँग भेट भइसकेपछि अनि हाम्रो काम अगाडि बढ्यो। एकदम छोटो समयमा हामीले यो काम गरेका थियौँ, किन भन्दाखेरि उहाँको छुट्टी एकदमै छोटो थियो, फर्किहाल्नुपर्ने। 12-15 दिनमा हामीले यो सबै कुरा सक्नुपर्ने स्थिति थियो। त्यसले गर्दाखेरि छोटो समयमा हामीले यो काम सकेका थियौँ। छोटो समयमा काम गर्दाखेरि यति मिठो आएको छ, यति राम्रो एल्बम निस्किएको छ बजारमा भनेपछि अझै लामो समय लिएको भए अझै राम्रो आउँथ्यो होला नि, खारिन्थ्यो होला नि त। तपाईँलाई कस्तो लाग्छ यो सिर्जना भन्ने कुरो कस्तो हुँदो रहेछ भने मेरो अनुभवमा कुनै पनि सिर्जनालाई लामो समय लगाएर तपाईँको चाहिने राम्रो हुन्छ भन्ने हुँदैन क्यारा जस्तो लाग्छ। कुनै बेलामा आफ्नो त्यो मुडमा भर पर्छ भन्ने जस्तो लाग्छ। छोटै समयमा पनि राम्रा सिर्जनाहरू कोही बेला गर्न सकिन्छ। यो त्यसमै पर्यो भन्ने मलाई लाग्छ, किन भन्दाखेरि अलिकति उहाँले छोटो समय छ अनि गीतहरू र उहाँको फिलिङ्सहरू हेरिसकेपछि, मैले पढिसकेपछि मलाई पनि छोयो। किन भन्दाखेरि हरेक यहाँ पीडा, त्यति 4वटा गीतहरूमा लगभग अब पीडाकै गीतहरू छन्। अब हामीले फर्स्ट ट्र्याक बजाएको त त्यो अलिकति रोमान्टिक छ, अलिक पीडाकै गीत छ। मान्छेहरू एक किसिमले पीडित नै छ भन्ने मलाई लाग्छ, होइन, पीर छ भन्ने लाग्छ। मान्छे धनी भएर पनि, पैसा भएर पनि भोगाइमा हरेक कुराको पीडा पीर परिरहेकै हुन्छ। त्यसले गर्दाखेरि त्यो मसँग पनि मिल्नु गयो भन्ने मलाई लाग्छ। अरू मान्छेहरूसँग पनि मिल्छ होला त्यो। प्राय जस्तो पीडा सुख नभएको सायद संसारमा कुन मान्छे होला र। त्यही कारणले गर्दाखेरि पनि त्यो कुराले मलाई छुयो। त्यो फिलिङ्सले, उहाँको त्यो गीतहरूले छुइसकेपछि चाहिँ यो गीतहरू, यो लयहरू, यो सङ्गीतहरू निस्क्यो जस्तो मलाई लाग्छ। जस्तै यो श्वेताजीको जुन एल्बमको कुरा गर्नुभयो अहिले, हजुर, त्यस्तै बिनायो 2को कुरा, यसमा आफ्नै देश परिवेशभित्रका कुरा छन्। हजुर 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 यसलाई हामी सुगम सङ्गीतलाई लिन्छौँ भनेदेखि बिनायो 2लाई चाहिँ हाम्रो आफ्नै परिवेशका कुराहरू लिन्छौँ, ग्यालेरीका कुराहरू लिन्छौँ, लोकगीतका कुराहरू लिन्छौँ। लोकगीत र आधुनिक गीतमा अहिले जस्तै तपाईँ पनि एउटा गायकै हुनुहुन्छ, सर्जक पनि हुनुहुन्छ, होइन, सङ्गीतकार पनि हुन्छ। यो त्रिवेणीको सङ्गम एउटा सङ्गम प्राय हुन्छ, यसरी भन्न मिल्छ कि मिल्दैन? म कोसिस गर्छु। म अब दाबी नै चाहिँ गर्दिनँ, होइन, म अलिकति बढी चाहिँ सङ्गीत नै गर्छु, होइन, गीत पनि गाउनु रहर गर्छु। अब कोही बेला फिलिङ्समा अब म पनि साहित्यको विद्यार्थी भएको हिसाबले गर्दाखेरि कोर्छु, सामान्य कोर्छु। कस्तो लाग्छ तपाईँलाई आधुनिक सुगम सङ्गीतको शब्दहरू र लोकगीतको शब्दहरूमा? आखिर त्यसले दुइटैले आफ्नो दुःख सुख बोकेको हुन्छ जस्तो लाग्छ मलाई, होइन? तपाईँको विचारमा चाहिँ कस्तो लाग्छ? फरक हुन्छ? यसमा फरकै हुन्छ। किन भन्दाखेरि लोकगीत भनेको कुनै पनि एउटा समाज, एउटा जाति समूह माटोमा आफस्याफ हुर्किएको, जनजिब्रोमा हुर्किएको एउटा लय सङ्गीत हो भने एउटा संस्कारसँग पनि सम्बन्धित हुन्छ त्यो कतिपय। त्यसले गर्दा आधुनिक गीत भनेको चाहिँ अलिकति यो साहित्यतिर जान्छ, साहित्यतिर अलिकति बिम्बहरूलाई प्रयोग गरिने। त्यो भएकोले गर्दाखेरि फरक नै म चाहिँ देख्छु। जस्तै साहित्यिकमा अलिकति अदृश्य रूपमालाई चाहिँ त्यसले चाहिँ जीवनलाई चाहिँ टच छोइरहेको हुन्छ भनेदेखि लोकगीतले चाहिँ अलिक सरल प्रत्यक्ष रूपमै सम्पर्क राखेको हुन्छ जस्तो लाग्छ मलाई। मान्छे भनौँ न, त्यसो भन्न मिल्छ, प्रत्यक्ष रूपमा सम्पर्क राखेको हुन्छ शब्दले। हजुर, त्यसैलाई लोकगीत भनौँ त। प्रत्यक्ष रूपमा भनौँ न, त्यो मान्छेको प्रतिनिधित्व गर्छ, त्यो जातिको त्यो संस्कारको प्रतिनिधित्व गर्छ लोकगीतले।
हजुर त्यो माटोको त्यो सुबासको प्रतिनिधित्व गर्छ तपाईँको चाहिने भनौँ न सरल रूपले प्रस्तुत हुन्छ लोकगीत भन्ने। अलिकति यो चाहिने आधुनिक गीत चाहिँ अलिकति भाव गहिरो बिम्बहरूलाई खेलाइने आधुनिक सुगम सङ्गीतमा लियो। हजुर हजुर अरूको गीतमा सङ्गीत भर्दा र आफ्नै लेखेको गीतमा सङ्गीत भर्दा कतिको सजिलो र गाह्रो हुन्छ? मलाई चाहिँ कस्तो लाग्छ भने मैले आफैले कति कुराहरू त म पहिला अब सङ्गीत ट्युनिङ गरिसकेपछि पनि यस्तो शब्द भए भन्दै भन्दै कोर्ने बानी छ मेरो होइन। त्यसले गर्दाखेरि पनि अलिकति सजिलै महसुस गर्छु मेरो आफ्नो गीतहरूमै मैले सङ्गीत भर्दा। र अरूको जो अरू गीतकारहरूको शब्दमा चाहिँ सङ्गीत भर्दाखेरि चाहिँ त्यो अलिक अप्ठ्यारै हुन्छ, किन भन्दाखेरि गीत कुन भावमा लेख्नु भएको छ उहाँले, गीतको गहिराई कति छ, त्यो शब्दहरूको खेलाइ शब्दहरूको अर्थ्याइ त्यो कुरालाई नबुझी अब सङ्गीत गर्ने हो भने त त्यो अनर्थ पनि हुनसक्छ। त्यसले गर्दाखेरि त्यो कुराहरूलाई बुझेर मात्रै सङ्गीत गर्नुपर्ने भएकोले गर्दाखेरि चाहिँ फरक हुन्छ, अलिकति गाह्रो महसुस हुन्छ। कुनै कुनैमा त अब तपाईँको चाहिँ एकदम कति कुरामा चाहिँ कतिवटा गीतहरूमा चाहिँ अब तपाईँको चाहिने अलिकति धेरै समय लगाएर पनि गर्नुपर्ने हुन्छ। कति गीतहरू चाहिँ अब आफूलाई टच गरिहाल्छ, त्यसले गर्दाखेरि त्यो सरर तपाईँको चाहिने बगिहाल्छ। जस्तै एउटा गीतकार भनौँ सर्जक, हजुर प्रत्यक्ष रूपमा भेटेर मेरो गीतको भाव यो हो, तपाईँ एउटा सिर्जना सङ्गीत सिर्जना गर्ने व्यक्ति हुनुहुन्छ, सङ्गीतकार हुनुहुन्छ, तपाईँले यो भावमा मैले गरेको छु, यो भाव बुझेर तपाईँले सङ्गीत सिर्जना गरिदिनुहोस् भन्ने त्यस्ता व्यक्तिहरू कतिवटा गीतकारहरू कतिजना आउनु भएको छ तपाईँ कहाँ, के आउनु भएको छैन? होइन, आउनुहुन्छ। त्यस्तो प्रकारको सर्जकहरू अथवा गीतकारज्यूहरू चाहिँ तपाईँको चाहिँ अलिकति गीतहरूमा खारिएका आफ्नो भनौँ न आफ्नो सिर्जनामा चाहिँ इमान्दारी जो हुनुहुन्छ उहाँहरूले त्यो भन्नुहुन्छ। कति चाहिँ कस्तो खालको हुन्छ भनेलाई उहाँको भाव बगेको छ, अब तलमाथि त्यो तपाईँको चाहिँ एक किसिमले नमिलेको पनि हुन्छ, अनि उहाँले अब त्यो दिनुभयो, उहाँको भाव पनि छैन, कुन प्रकारको भाव हो त्यो चाहिँ आफूले बुझेर गर्नुपर्ने। त्यस्तो सिर्जना पनि तपाईँको आएको छ? आउँछ त्यो। अनि त्यस्तो सिर्जनालाई तपाईँले के भन्नुहुन्छ? राम्रो भनिदिनुहुन्छ कि होइन म यसलाई चाहिँ राम्ररी बुझेर म आफैले गरिदिउँला भन्नुहुन्छ? तपाईँले के हो यस्तो हुन्छ, अब उहाँको इन्ट्रेस्टलाई बुझेर अब गर्नै पर्ने, अब तपाईँको चाहिने मैले गीत गाउनै पर्छ भन्ने उहाँको जुन इन्ट्रेस्ट छ त्यो उहाँको इन्ट्रेस्टलाई इच्छालाई चाहिँ तपाईँको चाहिने म कहिले पनि कसैको इच्छालाई चाहिँ म सम्मान गर्छु। त्यसले गर्दाखेरि जसरी हुन्छ उहाँको त आफ्नो फिलिङ्स होला, आफ्नो भाव होला, तर मैले चाहिँ श्रोता समक्ष त्यो चिज मैले पस्किँदाखेरि तपाईँको चाहिने मैले त्यो सिर्जनालाई बुझेँ कि बुझिनँ, श्रोताहरूले त त्यो पक्कै पनि जज गर्नुहुन्छ। त्यसले गर्दाखेरि म त्यो कुरालाई बुझ्ने कोसिस गरेर बरु उहाँको चाहिने अलिकति नमिलेकोहरूलाई चाहिँ अब कसरी हुन्छ मिलाएर लाने कोसिस गर्छु। शिवजी, जस्तै अहिले बजारमा चाहिँ कस्तो किसिमको हल्ला पनि चलेको छ भनेदेखि गीत लेख्नुहुन्छ, हजुर छेउन टुप्पा गीत लेख्नुहुन्छ, हजुर कथा लेख्नु भएको कि होइन कविता लेख्नु भएको त्यो चाहिँ थाहा हुँदैन, तर उहाँले चाहिँ यो मेरो गीत हो, तपाईँले चाहिँ मेरो सङ्गीत भरिदिनु पऱ्यो भन्नुहुन्छ। अनि सङ्गीतकारको पनि अहिले अब के छ भनेदेखि 5 मिनटभित्र 6 मिनटभित्र कम्तीमा आइसक्नुपर्छ भन्ने एउटा भनौँ सिद्धान्त छ एउटा, होइन? त्यो सिद्धान्तभित्र नअट्ने खालका गीतलाई उहाँहरूले के भन्नुहुन्छ भने तपाईँ पैसा दिनुहुन्छ भने यो गीत म बनाइदिन्छु, होइन? तपाईँ के गर्नुहुन्छ भन्दाखेरि हुन्छ तपाईँ पैसा कति माग्नुहुन्छ त्यति म अफोर्ड गर्छु अनि गरिदिनुहोस् भन्दै गीत बनाउने बेलामा सङ्गीतकारले सबै दुःख गरेर बनाइदिने, होइन? अनि गीत तयारी भएर जब बजारमा आइसकेपछि अनि ठुलो छाती फुलाएर मेरो गीत यस्तो भएको छ भनेर भन्दाखेरि त्यतिखेर आफ्नो गीत चल्दाखेरि एउटा सङ्गीतकारलाई चाहिँ कस्तो लाग्छ होला? अब त्यो एउटा धर्म हुन्छ हजुर तपाईँको चाहिने एउटा सर्जकहरूको पनि अब तपाईँको चाहिने त्यस्तो उदाहरणहरू प्रशस्त छन्। तपाईँको चाहिँ त्यो चाहिँ अलिकति के हुन्छ भनेलाई एउटा व्यावसायिकता पनि होला, एउटा बाध्यता पनि होला। त्यो भित्र चाहिँ के हुन्छ भने अर्को कुरा चाहिँ अब पैसा छ, अब उहाँलाई पनि एउटा नाम कमाउनु पऱ्यो, इज्जत कमाउनु पऱ्यो भन्ने एउटा ध्येय हुन्छ। त्यसले गर्दाखेरि पनि आफूलाई यसो आएको अथवा अरूको यसो सारेको हेरेको चाहिँ टुक्का के अरूहरू सायरीहरू टिपेर दिनु पनि हुन्छ, त्यो हामीले पनि त्यो भोगेका छौँ। त्यसले गर्दा त्यो इन्ट्रेस्ट हो उहाँको तपाईँको चाहिँ त्यो व्यावसायिकता हो, तर पनि हामीले आफ्नो धर्म छोड्नु हुँदैन। जस्तै स्रष्टाले स्रष्टाको धर्म चाहिँ छोड्नु हुँदैन। केही मात्रामा रकम लिएर उहाँको चाहिँ इच्छा पूर्ण गरिदिनुहुन्छ?
हेर्नुपर्छ त्यो बन्छ कि बन्दैन। अब बन्छ भने चाहिँ अब त्यसलाई बनाउनै पर्यो होइन, किन भन्दाखेरि उहाँको इच्छालाई मार्नुहुन्न, थपगड बनाउनु पर्यो, थपगड गर्नै पर्यो। बन्दैन भनेपछि चाहिँ अब त्यसलाई अलिकति अब उहाँलाई त्यो हिसाबले अब बुझाइदिनु सम्झाउनु पर्ने हुन्छ। आदरणीय श्रोताहरू, भला सुकालीलाई हामी केही क्षण थाँतिराख्छौँ। अब यो बिचमा हामी श्रोतालाई कुन गीत हामी प्रस्तुत गर्छौँ? आदरणीय श्रोताहरू, यो 4 नम्बर ट्र्याकको मन्दिर चाहिँ तिम्रो मनमा भन्ने गीत चाहिँ श्रोताहरूलाई हामी पस्कन चाहन्छौँ। चिसा जस्तै यो मन फुटेको, धेरै भयो हामी छुटेको। चिसा जस्तै यो मन फुटेको, किन सम्झियो आज तिमीले? धोका दियो कि आफ्ना भन्नेले? धेरै भयो हामी छुटेको, हाम्रो माया धोकाको धरले मेटी गयो। रगतले लेखिएको हाम्रो माया धोकाको धरले मेटी गयो। बिछोडको आँसुले कोरिएको सीमा फेरि जोड्ने कोसिस नगरौँ, फेरि जोड्ने कोसिस नगरौँ। धेरै भयो हामी छुटेको, दुई किनार भई बाँचेको। धेरै भयो हामी छुटेको, दुई किनार भई बाँचेको। किन सम्झियो आज तिमीले? धोका दियो कि आफ्ना भन्नेले? धेरै भयो हामी छुटेको। बसेको माया घाउ बनी दुब्दो रहेछ। मुटुमा गाडेर बसेको माया घाउ बनी दुब्दो रहेछ। नभेट्ने गरी छुटिएर के भो? आखिर मनले हेर्दो रहेछ, आखिर मनले हेर्दो रहेछ। धेरै भयो हामी छुटेको, आकाश धरती भई बाँचेको। धेरै भयो हामी
धेरै भयो हामी छुटेको सिसा चाहिँ यो मन फुटेको। आदरणीय श्रोताहरू, यो गीत हामीले अहिले सुन्यौँ। कसको स्वरमा सजिएको? हजुर, यो मैले आफैले गाएको गीत हो। यो चाहिँ शब्द चाहिँ कल्पना सापकोटा कञ्चनको। यो मेरो आगामी आउने एल्बम हो। यो चाहिँ कञ्चनको सोलो रचना र मेरो सोलो सङ्गीत र केही स्वरहरू पनि रहन्छ। यो विश्वासघात भन्ने हामीले नामकरण गरेको नाम पनि जुराइसकेका छौँ। बजारमा मात्रै आउनु बाँकी, बजारमा रेकर्ड भइरहेछ, 2-3वटा गीत रेकर्ड भइसकेको छ। हजुर हजुर। भने यसमा कतिवटा गीतहरू हाल्नुहुन्छ होला? यसमा हामीले तपाईँको चाहिँ नि 4-5वटा जति हाल्छौँ होला। सबै हाम्रै? हजुर हजुर, मेरै सङ्गीत हुन्छ अनि कल्पना सापकोटाकै शब्दहरू रहन्छ। जस्तै अहिले जो अप्रत्यक्ष रूपमा सहभागी हुनुहुन्छ एल्बममा, हजुर, होइन, उहाँको पनि अलिकति नाम लिनुपर्ने हुन्छ। उहाँले अब पारिश्रमिक पाउनु भएको छ छैन त्यो त हामी भन्न सक्दैनौँ। के कति पारिश्रमिक पाउनु त्यो अब सर्जकले दिएको हुन्छ, गीतकारले दिएको हुन्छ। तपाईँ एउटा सङ्गीत सर्जक हुनुहुन्छ, स्रष्टा हुनुहुन्छ। यसमा के भिजुअल पनि गर्नुभएको छ एल्बममा? यो सोइता अघि हामीले अलिकति यहाँ अलिक उ भयो, अघि हामीले उद्घोषण गरेको गीत अब बिस्तार बज्छ सोइताको। हजुर। यो हामीले मन्दिर झैँ भन्ने गीत, यो सोइता एल्बमको चाहिँ एउटा भिजुअल गरेका छौँ। मन्दिर चाहिँ तिम्रो मनमा बस्न सकिन भन्ने, यो मेलिना राईले गाउनु भएको छ। ए जस्तै मेलिना राईले त गाउनुभयो। हजुर। यसमा जो भिजुअल गर्नुभएको छ नायक नायिका भनौँ न, अहिले के अरे मोडलिङ गर्ने हाम्रा जुन हुनुहुन्छ नि, केटा र केटी भनौँ न, हिरो हिरोइन को हुनुहुन्छ? यो चाहिँ सम्पूर्ण जिम्मा मैले त्यो साथीलाई नै दिएकोले गर्दाखेरि यो अब त्यति हामीले कम्प्लिट मात्रै गरिरहेको, प्रसारण चाहिँ गरेको छैनौँ। त्यसले गर्दाखेरि त्यो सम्पूर्ण जिम्मा उहाँले लिनुभएकोले गर्दाखेरि म अलिकति अनभिज्ञ छु यसमा चाहिँ। जस्तै अहिले जुन भनिन्छ नि, अब यत्रो लगानी गरिएको छ सिडीमा, होइन, अहिले युट्युबको जमाना छ, भिजुअलको जमाना छ। जब एउटा मात्रै भिजुअलबाट तपाईँको यो पुरा सिडीको पैसा आउँछ त, खर्च? यो यस्तो भयो, अहिले यो सिडी निकालेर गीत गरेर तपाईँको चाहिने सङ्गीत गरेर पैसा आउँछ भन्ने कुरा चाहिँ अलिकति तपाईँको चाहिने अप्ठ्यारै भएको छ। अहिले मार्केटले गर्दाखेरि अलिकति टेक्निकल कुराहरूको कारणले गर्दाखेरि, समयको कारणले गर्दाखेरि, होइन, विविध कुराले गर्दाखेरि, व्यवस्थाको कुराले गर्दाखेरि, होइन, विविध कुराले गर्दाखेरि यो अब रिटर्न हुन्छ भन्ने कुरो चाहिँ हुँदैन। यो चाहिँ तपाईँको चाहिने हामी अब यो क्षेत्रमा लागिसक्यौँ, यत्रो लगानी गरिसक्यौँ, यत्रो समय व्यतीत गरिसक्यौँ। त्यो कारणले गर्दाखेरि पनि हामी अब यो क्षेत्रलाई हामी स्रष्टाहरूले छोड्नु नसक्ने एउटा कुरा, यसलाई निरन्तरता दिनुपर्छ, यसमै योगदान गर्नुपर्छ। त्यो आओस् या रिटर्न होस् नहोस् भन्ने कुरा त्यो फरक कुरा हो। हामी चाहिँ अब यसमै लागेकोले गर्दाखेरि चाहिँ हाम्रो कर्म नै यही हो भन्ने हिसाबले पनि हामी लागिरहेको छौँ। यो क्षेत्र छोडेर अर्को ठाउँ जाने कुरा पनि भएन र इन्ट्रेस्ट पनि छैन। र अर्को कुरा चाहिँ तपाईँको चाहिने कति स्रष्टाहरू चाहिँ, कति गीतकारहरू, कति गायकहरू, कति सङ्गीतकारहरू चाहिँ तपाईँको एउटा सिर्जना गरिराखौँ न, एउटा कृति राखिराखौँ न, त्यसको रिटर्न भन्दा पनि भन्ने हिसाबले पनि आइराख्नु भएको छ। किन भन्दाखेरि उहाँलाई पनि थाहा छ कि हामीले गीत सिर्जना रेकर्ड गराइसकेपछि, बजारमा ल्याइसकेपछि त्यसको रिटर्न हुँदैन भन्ने कुरा उहाँहरूलाई पनि थाहा छ। कमै गीतहरू जस्तै युट्युबहरूमा हालेर तपाईँको त्यसको तपाईँको चाहिँ लगानी पनि प्रशस्तै तपाईँको चाहिँ लाग्ने हुन्छ। कतिले त त्यो युट्युबमा एउटा मात्रै गीत राखेर पनि उहाँले चाहिँ त्यो आफ्नो लगानी रिटर्न गरिसक्नु भएको छ। यो चाहिँ तपाईँको चाहिने मलाई चाहिँ अलिकति त्यो हल्ला जस्तो पनि लाग्छ। किन भन्दाखेरि हामीले पनि युट्युबमा गीतहरू हालेका छौँ, धेरै राम्रो गीतहरू पनि हालेका छौँ। त्यसले गर्दाखेरि हामीले कम्पनीबाट त्यत्रो प्राप्त गरेका छैनौँ। जस्तै श्वेता एल्बमबाट तपाईँले कति नम्बरको ट्र्याक राख्नु भएको छ? हजुर, हामीले 4 नम्बरको ट्र्याक चाहिँ हामीले युट्युबमा राखेका छौँ, अरू पनि हामीले युट्युबतिर राखेका छौँ। जस्तै श्वेताबाट त 4 नम्बर ट्र्याक राख्नुभयो, बिनायोबाट पनि तपाईँले भिजुअल बनाउनु भएको छ? यसबाट हामीले भिजुअल गरेका छैनौँ, यो अडियो मात्रै छ अहिले। अब निकट भविष्यमा हामीले यसको पनि भिजुअल गर्ने योजना बनाएका छौँ। भनेपछि हाम्रो यसका जो सर्जक हुनुहुन्छ, लगानीकर्ता हुनुहुन्छ बिनाजी, उहाँसँग सम्पर्कमा हुनुहुन्छ कि छलफलको कुरामै हुनुहुन्छ अहिले? अहिले हामी विस्तार गर्ने भन्ने खालको कुनै बेला है छलफलमा छौँ। शिवजी, जस्तो अहिलेसम्म 2074 सालमा त तपाईँले 2टा एल्बम निकाल्नुभयो। हजुर हजुर। अब एउटा अझै निकाल्ने कोसिसमा हुनुहुन्छ, अन्तिममा पनि पुगिसक्नु भएको छ। तिम्रो माया भन्ने अर्को दीपक राईको क्यासेट लगभग उहाँको चाहिँ ट्र्याक भइसक्यो। हजुर। उहाँको हामीले 5वटा गीत राखेका छौँ। उहाँ चाहिँ युएईमा हुनुहुन्छ अहिले। उहाँको चाहिँ ट्र्याक रेडी भइसकेको छ, तिम्रो माया भन्ने एल्बम। त्यो पनि 74 सालभित्र त्यो पनि बजारमा आउँछ। त्यो पनि आउँछ। भनेपछि अहिलेसम्म
74 सालसम्म आइपुग्दाखेरि लोकगीत आधुनिक गीत गर्दाखेरि तपाईँले अहिलेसम्म सरदर कतिवटा एल्बम निकाल्नुभयो यो अरूहरूको एल्बममा आफ्नो एक-एउटा नराखेर सोलोमा मात्रै? मैले लगभग 8-10 वटा निस्किसक्यो होला, त्यति धेर त निकालेको छैन मैले। 8-10 वटा चाहिँ मैले निकालेँ सोलो एल्बमहरू। 8-10 वटा? हजुर। अरूहरूको एल्बम बाहेक आफ्नै सोलो त्यहाँ किन नहोस्, त्यहाँ रचना मात्रै किन नहोस्, स्वर किन नहोस् र या सङ्गीत मात्रै किन नहोस्, सोलो छ भने चाहिँ मैले 8-10 वटा चाहिँ निकालिसकेको छु। कहिलेकाहीँ कस्तो हुन्छ भनेदेखि आफ्नै छोराछोरी 4-5 वटा भएको बेलामा पनि फलाना अलिकति यति राम्रो छ, यस्तो एक्सिलेन्ट छ, मान्छे यस्तो छ, यो बढी जान्नेछन्, बुझ्नेछन्, छिटो छरितो बन्छन् भन्ने हुन्छ। जस्तै तपाईँले अहिले यो आफ्नो एल्बम जति निकाल्नु भएको छ नि, त्यसमा कुन चाहिँ गीत तपाईँलाई चाहिँ एकदमै मन परेको गीत जुन चाहिँ मिडियाबाट बजेको पनि छ र बज्न नपाएको पनि छ, यदि बजिदिएको भए यति हिट हुन्थ्यो होला, यति चर्चा कमाउँथ्यो होला भन्ने जस्तो लागिरहेछ? मैले पहिला बिन्ती एल्बम गरेको थिएँ, त्यसमा चाहिँ तिमीले त भुलि गयौ भन्ने गीत अलिकति मिडियामा बजेको भए ठिकै हुन्थ्यो भन्ने जस्तो लागेको थियो। त्यस्तै गरेर अर्को पटक तपाईँको चाहिँ फेरि गर्दाखेरि जुन भन्ने एल्बम गरेको थियो, त्यसमा तपाईँको चाहिँ तिमी जल्यौ भन्ने त्यो केबी राईले पनि गाउनु भएको छ र मेलिना राईले पनि गाउनु भएको छ। त्यो गीत पनि मलाई मन परेको थियो। र अहिले आएर सोइतामा मन्दिर झैँ भन्ने अनि आकाशको जुन भन्ने, जस्तै फास्ट यो मन्दिर झैँ चाहिँ सेन्टी छ, आकाशको मलाई आकाशको जुन भन्ने अलिकति डान्सिङ नम्बर छ। ती गीतहरू अलिकति बजिदिएको भए सायद श्रोताहरूले मन पराउनु हुन्थ्यो होला भन्ने चाहिँ मलाई लाग्छ। कस्तो लाग्छ तपाईँलाई मिडियामा नबजेर हाम्रो राम्रा गीतहरू पनि ओझेलमा परेको, नराम्रो गीतहरू पनि मिडियामा बढी चर्चा बजेर बढी चर्चा पाएको भन्ने तपाईँलाई छ? यसमा के भन्नुहुन्छ तपाईँले एउटा सर्जकको नाताले, एउटा मिडियाकर्मीप्रति यदि भन्नु पऱ्यो भनेदेखि अब न्याय गरेको छ कि छैन र अन्याय गरेको छ कि छैन? होइन, सबै त त्यस्तो भन्दिनँ म, होइन। तपाईँले भन्नुभएको वास्तवमा राम्रा गीतहरू ओझेलमा छन्, राम्रा स्रष्टाहरू ओझेलमा छन्, त्यो छनु चाहिँ त्यो हाम्रो नेपाली गीत सङ्गीत क्षेत्रमा त्यो छनु चाहिँ छ। हजुर। तर सबै ठाउँमा सबै मिडियाहरू सबै चाहिने जो जति कर्मीहरू हुनुहुन्छ, मिडिया कर्मीहरू हुन्छ, उहाँहरूले अन्याय नै गर्यो भन्ने चाहिँ होइन। किन कतिता सर्जकहरूको पनि तपाईँको जाने कमजोरी हुन्छ, जस्तै मेरो पनि कमजोरी छ। म किन भन्दाखेरि अलिकति तपाईँको जाने त्यति साह्रो बाहिर घुलमिल नगरिहाल्ने त्यो एउटा मेरो कमजोरी कमजोरी। मेरा राम्रा गीतहरू, मलाई राम्रा लागिरहेका सिर्जनाहरू श्रोताहरूले सुन्नु पाउनु भएको छैन, त्यो मेरो पनि कमजोरी हो। मलाई त जतिसम्म लाग्छ, मैले जति पनि भेटेको छु, म गएको छु मिडियामा, उहाँहरूले त राम्रै गर्नुभएको छ भन्ने लाग्छ, न्याय गर्नुभएको छ भन्ने लाग्छ। भनेपछि अरूहरूको पनि आक्षेप छ, जस्तै तपाईँको मात्र होइन, अरूले के भन्नुहुन्छ भनेदेखि मिडिया कर्मीहरू आजकल के छ भनेदेखि अलिकति यसो चाँजो बाँजो मिलाइदियो भनेदेखि बढी गीत बजाइदिने, यदि चाँजो बाँजो मिलाइदिएको छैन भनेदेखि हाम्रो गीतहरू राम्रो गीतहरू पनि बजाइदिएको छैनन् भन्ने आरोप लगाइरहेको छ मिडिया कर्मीलाई। तपाईँ एउटा सर्जक भएको नाताले होइन के भन्न चाहनुहुन्छ यो कुरालाई? यो तपाईँको चाहिँ त्यो पनि नकार्नु म सक्दिनँ, किन भन्दाखेरि त्यो खालको प्रवृत्ति पनि छ। सायद त्यो प्रवृत्ति नहोला, त्यो बाध्यता पनि हुनसक्ला, होइन। अब तपाईँको चाहिँ त्यो खालको पनि छ, राम्रो गीतहरू नबज्ने अथवा कुन चाहिँ सिर्जना कस्तो छ भनेर त्यसलाई नबुझी, अब अलिकति हजुरले भने जस्तै चाँजो बाजो मिलाउँदाखेरि चाहिँ जस्तो खालको सिर्जनाहरू पनि बजिरहेको स्थिति चाहिँ हो। जस्तै अहिले ट्रेन्ड चाहिँ हाम्रो बजारमा यो सङ्गीत सुगम सङ्गीतभित्र नसिकेर बढी हाबी भएका कलाकारहरू आउनु भएको छ भन्ने पनि छ। हो, के भन्नु छ तपाईँ यसलाई? होइन, सिक्नु चाहिँ पर्छ नि। मैले तपाईँको चाहिने भनौँ न, म कुन क्षेत्रमा लागेको छु त्यो क्षेत्रको जानकारी त करिब करिब राख्नै पर्छ। अब तपाईँको चाहिने एउटा रहरकै भरमा चाहिँ आउँदाखेरि त्यो कुराले चाहिँ उहाँलाई त असर गर्छ। त्यो कुराले एउटा क्षेत्रलाई नि तपाईँको चाहिने हाम्रो सङ्गीत साहित्य क्षेत्रलाई नै त्यो कुराले असर गर्छ।
त्यसमा चाहिँ सिकेर आउनुपर्छ भन्ने तपाईँको मूल्य होइन, बुझेरै आउनुपर्छ। सिकेरै नै आउँदाखेरि चाहिँ अत्यन्त राम्रो हुन्छ। किन भन्दाखेरि यो त अन्तर्राष्ट्रिय एउटा गीत सिर्जना गरेर बजारमा लगिसकेपछि त अहिलेको एउटा नेटको जमाना छ, टेक्नोलोजीको जमाना छ, त्यो त अन्तर्राष्ट्रिय स्तरमा पुग्न सक्ने सम्भावना हुन्छ। त्यसले गर्दाखेरि ती कुरालाई त्यहाँका मान्छेहरूले यदि हेर्दाखेरि हाम्रो चिजहरूलाई, हाम्रो साहित्य सङ्गीतलाई हेर्दाखेरि उहाँले त्यहाँको मान्छेहरूले के बुझ्छ, त्यसले पार्ने असर भनेको त राष्ट्रलाई हो नि त, राष्ट्रियतालाई हो नि त। त्यसमा सिकेर आउनु बेस सिक्नै पर्छ। आदरणीय श्रोताहरू, एक कुराकानीलाई हामी एकैछिन थाँतिराख्छौँ अनि एउटा गीत हामी चुटुकै सुन्छौँ। मन्दिर झैँ चोखो दिलमा बस्नै सकिनछु, यही गीत श्रोताहरू हामी पाठसम्म सुन्दै जानेछौँ। अनि आजका सर्जक अतिथि वरिष्ठ सङ्गीतकार हुनुहुन्छ, गायक हुनुहुन्छ, गीतकार हुनुहुन्छ शिव सङ्गम राई, सर्जक सिर्जनामा। हजुर हजुर, जुन गीत अहिले बजिरहेको छ नि हजुर, यस गीतका गीतकार अनि स्वर कसको? यो चाहिँ सहित एल्बमकै यो 4 नम्बर ट्र्याकमा रहेको छ। स्वर चाहिँ मेलिना राईको र रचना सहित पुन मगरकै भए र सङ्गीत मेरो। प्रायः जस्तो तपाईँको गीतहरू हजुर सङ्गीत सिर्जना गर्नुभएको गीतहरू मैले हेर्दाखेरि सरसर्ती हेर्दा कि माया, प्रेम, बिछोडका मात्रै छन्। हजुर हजुर, के तपाईँको जिन्दगीमा त्यस्तै परे हो कि तपाईँलाई गीत सिर्जनाहरू नै त्यस्तो आर सङ्गीत गर्न दिए तपाईँलाई सर्जक? अब मेरो जीवनसँग मिल्छ भन्ने त होइन, तर पनि अब त्यो स्रष्टाहरूले नै के अरे गीतकारहरूले नै तपाईँको जाने त्यस्तो प्रकारका गीतहरू लिएर आउनुहुन्छ। त्यसले गर्दाखेरि त्यो कतै मसँग पनि मिलेको हो कि भन्ने खालको त्यो तपाईँ आफैले मागे त होइन, तपाईँले त्यो चुज गर्नुहुन्छ नि कहिले? मलाई मनपर्ने भनेको चाहिँ त्यस्तै प्रकारकै त्यही भाव भएको गीतहरू नै मनपर्छ। अलिकति माया, प्रेम, बिछोडको मात्रै त्यो अलिकति सेन्टिमेन्टल भनौँ न, त्यो प्रकारकै गीतहरू कुनै पनि विधा होस्, तर अलिकति सेन्टिमेन्टल गीतहरू नै अलिकति सङ्गीत गर्दाखेरि मलाई सहज हुन्छ जस्तो लाग्छ। जस्तै अहिले हेर्दाखेरि सरसरी मान्छेले जतिसुकै
बजारमा सङ्गीत आए पनि सिर्जना जुनसुकै आए पनि आखिर माया प्रेमकै गीतहरू कालजयी हुन्छ, सबैले मन पराइदिन्छ कालान्तरसम्म पनि होइन। जुन अहिले जुन गीतहरू बजारमा आइरहेछ नि होइन, कतिले यसलाई चाहिँ चक्लेटी सङ्ग भनेका छन्, कतिले पुराना सर्जक सिर्जनाहरू आफ्नो भावमा हालेर उहाँले चाहिँ आफूलाई चाहिँ म सङ्गीतकार भन्ने पनि भनिरहनु भएको छ, छाती ठोकेर भन्नु फुलाएर। यस्तो सङ्गीतलाई चाहिँ तपाईँ के भन्नुहुन्छ? अब यो चाहिँ के भन्दाखेरि अब एउटा अब तपाईँको चाहिने तपाईँले भन्नुभयो नि एउटा त्यहाँ थुप्रै दाउ पनि होला। अब स्रष्टाहरूलाई चाहिँ अलिकति अगाडि आउन सकिन्छ कि भन्ने एउटा दाउ। अर्को तपाईँको चाहिने त्यो गीत कसले स्पोन्सर गरेको छ, उहाँले स्पोन्सर गरेको भन्दा नाफा आउँछ कि भन्ने दाउ त्यो होला। त्यो एउटा समय पनि होला। अलिकति अहिलेको समय भनेको चाहिँ चट्ट भनौँ न अलि जङ्क फुड खाने एउटा टेस्ट जस्तै भनौँ न, त्यो एउटा टेस्ट बसिसकेको जस्तै अलिकति छिटै सुन्ने छिटै आइहाल्ने प्रकारको। तर पनि मैले चाहिँ के देख्छु भने अलिकति हाम्रा अमर गीतहरूलाई भनौँ न, लोकगीतहरूलाई ती स्रष्टाहरूले कति पुरानो स्रष्टाहरूले कति तपाईँको चाहिँ दुःख गरेर बनाएको गीतहरूलाई अलिकति उहाँहरूलाई अनुमति नमागी पनि गरेको मैले उपेक्षा गरे जस्तो, अपमान गरे जस्तो पनि म सुनिरहेको छु, देखिन्छ। अलिकति त्यो पुरानो गीतहरूलाई कस्मेटिक गरेर, कस्मेटिक भनौँ न एक किसिमले कस्मेटिक चाहिँ ऊ लगाएर रङ रोगन लगाएर चाहिँ अलिकति एक्सनको लागि तपाईँको चाहिने त्यो व्यावसायिकता बढी गरिरहेको हो कि भन्ने मलाई लाग्छ। त्यसको सन्देश के भन्ने कुराहरू पनि हुन्छ। त्यस्तो प्रकारको गीतहरू लगभग लाग्छ मैले मेरो अनुभवमा चाहिँ उहाँहरूलाई आक्षेप मैले लगाउनु खोजेको पनि होइन होइन। तपाईँको चाहिने त्यो गीतहरू भनेको 6 महिनादेखि 1 वर्षसम्म चलिरहेको छ र यसो गर्नु छैन, त्यसको आयु त्यति मैले देखेको छु। जस्तै अब हामी त कुराकानीमै गर्दा गर्दै कार्यक्रम सर्जक र सिर्जनाको समय पनि फर्किसकेको हामीलाई प्राविधिकले दिइसक्नुपर्छ सङ्गीत। हामी जाँदा जाँदै सङ्गीत क्षेत्रमा लाग्ने कलाकारहरूलाई सर्जकहरूलाई के भन्न चाहनुहुन्छ? सर्वप्रथम त तपाईँले मलाई आज यहाँ मौका दिनुभयो, मनका अथवा मनका तिता मिठा कुराहरू चाहिँ श्रोता समक्ष पोख्ने अवसर दिनुभयो। त्यस्तै गरेर अब यो क्षेत्रमा लाग्नुको लागि तपाईँको चाहिने अलिकति सिकेर बुझेरै आउनु भए आउने स्रष्टाहरू अथवा जो कोही हुनुहुन्छ इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरू अलिकति बुझेर आउनुभयो भने सहज हुन्छ, राम्रो हुन्छ भन्ने लाग्छ। र अहिलेसम्म चाहिने यी कुराहरू मेरा कुराहरू आदरणीय श्रोताहरूले सुनिदिनु भयो, उहाँहरूलाई पनि धन्यवाद दिन्छु। र यहाँ हजुर हजुर फेरि पनि शुभकामना, उहाँहरूलाई दसैँको मङ्गलमय शुभकामना दिँदै र प्राविधिक मित्र कार्यक्रम सर्जक र सिर्जना पर्खाइमा बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतामा प्राविधिक मित्र सुलोचना बज्राचार्य, देवकी भण्डारी अनि कार्यक्रम सञ्चालक भरत बमजनको न्यानो अभिवादन, नमस्कार। श्रोता सदाको सोमबार झै आज पनि हामी उपस्थित भइसकेका छौँ अतिथिको साथमा। त आज हामीसँग हुनुहुन्छ गायक सङ्गीतकार शिव सङ्गम राई। उहाँसँग हामी बालासुकाली गर्नेछौँ, उकाली ओह्रालीका कुरा गर्नेछौँ, जीवनका सुख दुःखका कुरा गर्नेछौँ अनि यस बिचमा गीत सङ्गीतको बारेमा हामी कुरा गर्नेछौँ, दसैँको बारेमा हामी छोटो चर्चा गर्नेछौँ। त सर्वप्रथम कार्यक्रममा एउटा गीत चुटुकै आजका अतिथि शिव सङ्गम राईको सङ्गीतमा। मन
करकाप्लेलाई माया स्वार्थी र धोका हुन्छ करकाप्लेलाई माया अजम्बरी भई बाँच्छ हो अजम्बरी भई बाँच्छ दुई मन मिली बसे माया मलाई बाचा कसम भाकी भाकी झुटो माया लाउनु छैन मलाई बाचा कसम भाकी भाकी झुटो माया लाउनु छैन मलाई छलकारीको 2 दिनको माया होइन जुनी भरी भरी हजुरको साथ चाहिन्छ अजम्बरी हुने चोखो त्यो माया चाहिन्छ चोखो त्यो माया चाहिन्छ आदरणीय श्रोताहरू अहिले सुन्दै मिलन माध्यमको यो गीत आजको अतिथि वरिष्ठ सङ्गीतकार गायक शिव सङ्गम राईले यसलाई सङ्गीतबद्ध बनाउनु भएको छ सृजना गर्नुहुन्छ उहाँ आज कार्यक्रम सृजनामा सर्वप्रथम कार्यक्रम सर्जक र सृजनामा शिव सङ्गमजीलाई हार्दिक स्वागत गर्दछु। धन्यवाद दाजु र रेडियो सुनेर बसिरहनु सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक धन्यवाद नमस्कार लगायत विजय दशमीको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। शिवजी जस्तै अहिले गीत हामीले प्रस्तुत गऱ्यौँ नि हजुर जुन गीतको सर्जक को हुनुहुन्छ गीतकार चाहिँ यो चाहिँ मैले पछिल्लो समयमा गरेको मेरो एकल